मम्मी बुवा घरमा कोही पनि हुनुहुन्न? किन आन्टी मम्मी हुनुहुन्छ? एकछिन काम छ, तिम्रो मम्मीले बोलाउ न ल। मम्मी बाहिर एकजना आन्टी भेट्न मन भएको छ, आउनु रे। के भयो बाबु? आन्टीले बोलाउनु भएको। आन्टीले बोलाउनु। नमस्ते दिदी। नमस्ते। मैले त नानीलाई चिनिन, के काम ल्याउनु भएको थियो पनि? म रूपा थापा, राष्ट्रिय जनगणना 2068 को लागि यस ओडामा नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागले खटाएर आएकी गणक हुँ। गणक नानी पो, बस्नु ल, बस्नु नानी। होइन है गणक नानी, 1 महिना अगाडि यही जनगणनाको लागि भनेर एकजना मास्टर बाबु आएका थिए। अब अहिले तपाईँ पनि जनगणनाकै लागि भन्नुहुन्छ, कुरा के हो? मैले त अहिले बुझिन। हेर्नुहोस् दिदी, गत जेठ महिनाको 1 देखि 18 गतेसम्म यो गाउँमा घर परिवारको सूचीकरण गर्न हाम्रो सुपरिवेक्षक अनिल सर आउनु भएको थियो। यो भित्तामा उहाँले नै लेखेर जानु भएको होइन त? हो, उहाँले नै लेख्नु भयो यो भित्तामा। हेर्नुहोस् दिदी, राष्ट्रिय जनगणना 2068 2 चरणमा सम्पन्न गरिन्छ। पहिलो चरणमा सुपरिवेक्षकहरूले जेठ महिनाको 1 देखि 18 गतेसम्म नेपालभित्र रहेका हरेक घर परिवारको लगत तयार गर्नुहुन्छ भने दोस्रो चरणमा असार 3 देखि 13 सम्म गणकहरूले जनगणनाको मुख्य काम गर्नुहुन्छ। त्यसो पो होइन है नानी, यो जनगणना गरेर हामीलाई फाइदा चाहिँ के हुन्छ? जनगणनाले नेपालभित्र बसोबास गर्ने हरेक जात जाति, भाषाभाषी र धर्मावलम्बीका साथै हिमाल, पहाड, तराई, मधेसमा बस्ने हरेक बासिन्दाको यथार्थ स्थितिबारे बताउँछ। यसबाट कुन क्षेत्र र समुदायका मानिसहरूको अवस्था के कस्तो छ भन्ने कुराको जानकारी प्राप्त हुन्छ। यही जानकारीको आधारमा विकास नभएको क्षेत्र र समुदायका बासिन्दाहरूको लागि सरकारलाई विकास निर्माणको कामहरू गर्न आधार मिल्छ। यसरी जनगणनाबाट निस्किने तथ्याङ्ककै आधारमा नीति, योजना र विकास कार्यक्रम बन्ने भएकाले हामी सबैलाई फाइदा हुन्छ नि दिदी। बल्ल कुरा बुझे। अब भन्छन् नि नानी, अहिले नयाँ नेपाल निर्माण गर्ने कुरो। अब यो जनगणनाले त नयाँ नेपाल निर्माण गर्नलाई आधार पो दिने रहेछ त, होइन त? हो दिदी, हामी सबैजनाले आफ्नो विवरण नढाँटिकन बताएमा जनगणना मार्फत हामी सबैजनाले देशको भविष्य निर्माण गर्न सहयोग गर्न सक्छौँ। त्यसो भयो भने साँच्ची नै नयाँ नेपाल निर्माणको आधार तयार गर्न सकिन्छ नि। राम्रो भएपछि बाबु हुने बिहा छ, बुढा हुने पार्टी। मेरो बुढी त मेहनती छ, गर्थेँ त्यसले काम। गाई पनि राम्रो भएछ। लु तँ पनि खा ल। चारवटा पाटो पाएछ है। लु खा 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 ल। नमस्ते दाइ। नमस्ते। हजुर यही घरको मान्छे हो? म यही घरको मान्छे। अन्त नानीलाई त मैले चिनेन, के कति काम ल्याउनु भएको थियो? कुन? मेरो नाम रूपा थापा हो। अच्छा अच्छा। राष्ट्रिय जनगणना 2068 को लागि नेपाल सरकार केन्द्रीय तथ्याङ्क विभागबाट आएकी हुँ। हजुरको परिवार र परिवारका हरेक सदस्यको गणना गर्नुपर्ने भएकोले म हजुरसँग के समय कुरा गर्न चाहन्छु। लेकिन म त लाउरे मान्छे, हिजो मात्रै घरमा आएको। हाम्रो घर परिवारको बारेमा मलाई भन्दा मेरो श्रीमतीलाई बढी थाहा छ। उनीसँग कुरो बुझ्दा कसो होला नानी? भइहाल्छ नि दाइ। त्यसो भए उहाँलाई बोलाइदिनुहुन्छ कि? अच्छा, किन त बोलाउने? उतै पिँढीतिर बसेर बात मारौँ न, जाउँ। हुन्छ। सरिता, एकदिन बाहिर आऊ त। एकजना नानी जनगणना लागि आएको भन्दै हुनुहुन्छ। हाम्रो बारेमा कुरो बुझ्ने अरे। बासौँ नानी, बासौँ। नानी आउनु भएको। नमस्ते दिदी। नमस्ते। के कुरो बुझ्ने हो पनि? सरकारले उहाँ नानीलाई हाम्रो बारेमा कुरो बुझ्नु पठाएको रे। लौ नानी, जे कुरो गर्नुहुन्छ उनीसँग कुरा गर्नुहोस्। आफू त लाउरे पारे के गर्छ ए बुढी? म राष्ट्रिय जनगणना 2068 को लागि लगत संकलन गर्न आएकी। एकछिन हजुरसँग कुरा गर्न मिल्थ्यो कि? आषाढ मासको बेला छ, फुर्सद त के हुन्थ्यो र नानी? तैपनि ल भन्नुहोस्, के भन्न आउनुभयो तपाईँ? जनगणनाको लागि परिवारको हरेक सदस्यको विवरण भर्नुपर्ने हुन्छ। मलाई सबैभन्दा पहिला यो भन्नुहोस् त, हजुरको घरमा परिवार मुनि को हुनुहुन्छ? के भन्न खोज्नु भएको?
मेरो श्रीमान यहाँ हुँदा हुँदै त्यही त अरू परिवारको मुली को हुन सक्छ र? होइन भनिदिनुहोस् न, आफ्नो नाम पनि भनिदिनुहोस् नानीलाई। मेरो नाम आइती तामाङ हो। जनगणनामा परिवार मूल्य भन्नाले परिवारमा दैनिक आइपरेका कामकाज, खर्च र व्यवहार चलाउन व्यवस्था मिलाउने मुख्य व्यक्ति हुन्छ। परिवार मूल्य महिला वा पुरुष मध्ये जो पनि हुन सक्छ, तर उमेर नपुगेका व्यक्ति र परिवारमा धेरै जसो नबस्ने व्यक्ति चाहिँ परिवार मूल्य हुन सक्दैनन्। बडो चित्त बुझ्दो कुरा गर्नु पनि नानीले। अब त पल्टनीय मान्छे 2-4 दिनको लागि आएको पाहुना मात्रै हो। अब घरको कामकाज छोराछोरी गोरी सबै गर्ने सरिता हुन्। ल्याइदिनु न उनीको नाम सरिता तामाङ। घरको परिवार मूल्य उनी र ठिक भन्नुभयो तपाईँले। तपाईँको भनाइ अनुसार तपाईँको परिवार मूल्य त सरिता दिदी नै हुनुहुँदो रहेछ नि। ल भन सरिता, ढाक्न मानिकन भन। घरको नानीले के कुरा सोध्नुहुन्छ सबै भनिदेऊ। ल भन्नुहोस् त दिदी, हजुरको परिवारमा को हुनुहुन्छ? श्रीमान, छोरा सुमन र अमन, छोरी सङ्गीता अनि म। आइते दाइ त आफू 2-4 दिनको पाहुना भएको पल्टनिया मान्छे, हिजो मात्र पल्टनबाट आएको भन्दै हुनुहुन्थ्यो। जनगणनामा धेरै जसो यहाँ बस्ने सदस्यको मात्र यही परिवारबाट गणना गर्नुपर्छ। परिवारबाट छुट्टी भिन्न नभएका कुनै सदस्य विदेश गएको भए त्यस्ताको परिवारबाट विदेशमा गएको सदस्यको रूपमा मात्र गणना गरिन्छ। त्यसै गरी परिवारबाट छुट्टी भिन्न नभएका कुनै सदस्य नेपाल भित्रकै अन्य ठाउँमा गई कुनै पेसा वा व्यवसाय गरेर धेरै जसो उतै बसोबास गर्ने भए त्यस्ता सदस्यको गणना चाहिँ उतैबाट गर्नुपर्छ। के भन्नुभएको नानीले? अब आफ्नै श्रीमान पनि सधैँ यहाँ नबस्ने भनेर गणना नगर्ने त? त्यसो हो भनेदेखि त जेठो छोरो सुमन पनि त धेरै जसो पढ्नका लागि काठमाडौँमै बस्छ। त्यसो भए उसको पनि यहाँबाट गणना नहुने भयो त? त्यही भन्नु खोज्नु भएको नानीले? हो दिदी, जनगणनामा हरेक व्यक्ति जो जहाँ अक्सर बसोबास गरेका हुन्छन् तिनीहरूको गणना त्यहीको परिवारबाट गर्नुपर्ने नियम छ। अच्छा, आइते दाइ र सुमन धेरै जसो यहाँ नबस्ने भएकोले उहाँहरूलाई यहाँ बस्ने पनि त भन्नु भएन नि। अच्छा दिदी, उहाँ बस्ने दिदी चाहिँ को हुनुहुन्छ? उनी भनेको मेरो माइली पनि कविता। पारे गाउँमा बिहे गरेर दिएको। त्यो घाँस गर्न जाँदाखेरि भिरबाट लडेर एउटा खुट्टा त चल्दैन। अब घर परिवारले पनि त्यति वास्ता व्यस्ता गरेन। अब 10 वर्षदेखि मेरै घरमा बसेको छ। जनगणनामा परिवारमा धेरै जसो बस्ने महिला, पुरुष, बालबालिका, वृद्ध वृद्धा, अपाङ्गता भएका जोसुकै सदस्य यदि एउटै भान्सामा खाना खाने गरी धेरै जसो बस्ने गरेको भए त्यस्ता सदस्यको गणना यहीबाट गर्नुपर्छ। अच्छा, हजुरको परिवारमा काम गर्ने मान्छे भए पनि निजको गणना यहीबाट गर्नुपर्छ। बल्ल कुरा बुझ्यो नानी। म, छोरी सङ्गीता, कान्छो छोरो अमन र कविता बहिनीको चाहिँ यहीँबाट सबै विवरण भर्ने। श्रीमान विदेश बस्ने भनेर लेख्ने। छोरो सुमनको गणना चाहिँ काठमाडौँबाटै हुने। नानीले यही भन्नु खोज्नु भएको होइन त? ठिक भन्नुभयो सरिता दिदीले। जनगणनामा जो मान्छे जहाँ धेरै जसो बस्ने गर्छ निजको गणना त्यहीबाट गरिन्छ। यसरी गणना गर्दा जनगणनामा कोही छुट्दैनन् र कसैको पनि दोहोरो गणना हुँदैन। लो, अब चाहिँ मैले पनि कुरा बुझ्यो है नानी। ए, लाउरी दाइले पनि बुझ्नुभयो?